जिन्दगीमा फ्ल्यागै छैन मेरो त ल पखिनु न एकैछिन ल तिमी भन छैन इन योर पास्ट टाइम एक्सपिरियन्स गर्नु सो यु लाइक यङ्गर गर्ल्स ओल्डर मलाई सबै मन पर्छ केटीको है तपाईँहरू पनि प्लिज नभागिदिनुहोस् न ल जस्ट वान हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल्स अगेन फेरि पनि म तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत गर्दछु आई होप तपाईँहरू सबैजना एकदमै राम्रो हुनुहुन्छ मेरो जतिजना पनि लभली भ्युवर्सहरू हुनुहुन्छ जसले मलाई यति नै माया दिइराख्नु भएको छ उहाँहरू पनि एकदमै राम्रो हुनुहुन्छ भनेर म आशा गर्दछु अनि यसरी नै गाइज आज म फेरि पनि खरसाङ टाउनमा आइरहेको छु अनि आजको भिडियो म यहीँ खरसाङ टाउनमा सुट गर्नेछु गाइज अनि आजको भिडियोको टपिक पनि हुनेछ इट्स Q&A होइन गाइज अनि आज चाहिँ म Q&A कसलाई सोध्नु गइरहेको छु भन्दाखेरि चाहिँ हाम्रो जति पनि खरसाङ हुनुहुने लोकल्सहरू छ उनीहरूलाई सोध्नु गइरहेको छु गाइज अनि टपिक आजको टपिक चाहिँ इट्स भेरी इन्ट्रेस्टिङ किनभने यो कुरो चाहिँ मैले सोसियल मिडियामा पुरै देखिरहेको थिएँ अरू जग्गाहरूमा होइन यो टपिकमा उनीहरूले धेरै कुरो क्वेसन्सहरू गरिरहेको होइन अन्त त्यही कुरो म पनि आज गर्न आँटेको छु अनि टपिक इज ग्रिन फ्ल्याग एन्ड रेड फ्ल्याग गाइज यस गाइज सो आज हामी धेरै नै भन्दै गरेको हुन्छु कि दिस पर्सन इज रेड फ्ल्याग फर मी दिस पर्सन इज ग्रिन फ्ल्याग फर मी होइन अनि त्यसरी नै म आज जान्न चाहन्छु कि आज हाम्रो यहाँकोहरूले चाहिँ कस्तो मान्छेहरूलाई चाहिँ रेड फ्ल्याग एन्ड ग्रिन फ्ल्याग दिनु हुँदो रहेछ भन्ने चाहिँ होइन अनि आजको भिडियो एकदमै ज्यादा इन्ट्रेस्टिङ एन्ड एकदम एन्टरटेनिङ हुनेछ गाइज होइन तपाईँहरू एकदम भिडियोदेखिको कहीँ पनि नजानुहोस् होला अनि म आशा गर्छु कि आज म मान्छेहरू भेट्ने छु जसले चाहिँ उहाँहरूको ओपिनियनलाई सेयर गर्छ होइन उनीहरूको लाइफमा को चाहिँ ग्रिन फ्ल्याग रहेछ को चाहिँ रेड फ्ल्याग रहेछ भनेर होइन गाइज आजको भिडियो एकदमै ज्यादा इन्ट्रेस्टिङ हुनु गइरहेको छ प्लिज डोन्ट गो एनीवेयर जस्ट बी इन माई भिडियो होइन गाइज सो अब जुमै सोध्नुको लागि ओके गाइज लेट्स गो टेल मी वान रेड फ्ल्याग इन बोय insecurity okay then one green flag in boy according to you being insecure not being insecure okay so have you ever met someone who is very insecure regarding you yeah okay. my boyfriend Okay, so it's your experience, right? Yeah. Okay, so will you date that kind of person again? no Red flag. Yes, ma'am. What to say? When you do two timing at the same time. Okay, two timing, ma'am. Okay, and green flag in a boy? Green flag. Yes, ma'am. When you always say yes to me. Whatever I say, he has to say yes. So have you ever met that kind of persons Yeah. till date? No, right now I'm single. I don't have anyone. Okay. But before, I had before. Okay, but you want that kind of persons like who says course, whatever you say that person has to say yes to you. You are waiting for that person, right, I ma'am? think most of the girls want the same thing. Not only me. Flag in a boy. रेड फ्ल्याग गर्लफ्रेन्ड हुँदा हुँदा अर्को गर्लफ्रेन्ड जो राख्छ अब साइडमा Yes. जो अब ब्रेकअप भएपछि उयो गर्नु भनेर त्यसको लागि त्यो क्वालिटी चाहिँ मलाई अलिकति मन पर्दैन किनभने चाहिँ अब हुन्छ के भन्छ धेरैवटा केटा हुन्छ आफ्नो गर्लफ्रेन्ड त हुन्छ तर पनि साइडमा अब च्याटिङ चलिरहेको हुन्छ किनकि चाहिँ अब त्यो उसँग ब्रेकअप भयो भने चाहिँ टक्कै अब यता उयो गर्नु त्यो वाला क्वालिटी चाहिँ अलिकति मलाई चाहिँ मन पर्दैन किनभने मेरो लाइफमा मेरो एक्सपिरियन्समा चाहिँ भएन किनभने मैले चाहिँ एकैजनासँग लभ गरेँ त्यहीसँग बिहा पनि गरेँ हजुर दिएन वान टाइम डेटिङ सिधै बिहा हो ओके वाउ द्याट्स भेरी स्विट अनि कुनै एउटा राम्रो कुरो लाइक वान ग्रिन फ्ल्याग इन बोय ग्रिन फ्ल्याग इन बोय यस जो चाहिँ अब एकदम आफ्नो गर्लफ्रेन्ड या फिर वाइफपट्टि चाहिँ एकदम लोयलिटी जो उसले देखाउँछ त्यो चाहिँ अन्डरस्ट्यान्डिङ नगर्नेहरू अन्डरस्ट्यान्डिङहरू चाहिँ नगर्नेहरू द्याट्स द रेड फ्ल्याग फर यु राइट अनि ग्रिन फ्ल्याग चाहिँ के होला इन बोय ग्रिन फ्ल्याग अन्डरस्ट्यान्ड गर्ने ओके कुनै यस्तो खालके फ्रेन्ड्स या फिर इन रिलेसनसिप हु इज भेरी अन्डरस्ट्यान्डेबल टुवर्ड्स यु एनी वान यु हेभ मेट अलरेडी मैले अगाडि भेटेको छु अहिले छौ लाइफमा कि छैन ओके द्याट्स सो स्याड ओके तिमी भनिदेऊ न वान रेड फ्ल्याग इन बोय रेड फ्ल्याग चाहिँ डोमिनेटिङ या द्याट्स भेरी ट्रु एन्ड ग्रिन फ्ल्याग त्यही हो अन्डरस्ट्यान्डिङ हो सपोर्टिभ होस् त्यही हो ओके सो हेभ यु एभर मेड द्याट टाइप अफ पर्सन हु इज भेरी डोमिनेटिङ टुवर्ड्स यु भेटेको छैन त्यो एक्सपिरियन्स गरेको छैन है ओके थ्याङ्क यू आई होप कि त्यस्तो खालको एक्सपिरियन्स पनि नगरोस् तिमीले रेड फ्ल्याग इन गर्ल यस जस्ट अब कुनै पनि हुन्छ नि यस्तो कुरो जुन चाहिँ अब तपाईँलाई रिगार्डिङ कुनै पनि एउटा केटीमा तपाईँको गर्लफ्रेन्ड भयो उसलाई कुनैमा त्यो कुरो चाहिँ तपाईँलाई मन पर्दैन हुन्छ नि त्यो बेहोरा भयो त्यो बानी भयो द्याट थिङ अब यो विषयमा त भन्नु त
कुनै पनि एउटा कुरो खाला होइन भइहाल्छ त्यो जुन कुरो तपाईँलाई पर्सनली फिल हुन्छ नि किनभने सबैको आफ्नो आफ्नै हुन्छ नि त होइन त्यस्तै कुनै एउटा क्वालिटी जुन चाहिँ त क्वालिटी के भनौँ कुनै यस्तो कुरा जुन चाहिँ तपाईँलाई मन पर्दैन केटीमा मलाई सबै मनपर्छ केटीको है के मन पर्दैन भन्नु अब कुनै एउटा बेउरा बानी पनि सायद मैले केटीको कुनै पनि चिज एउटा नमन पराएकोमा सायद म बिहा गर्दिनँ थियो होला होइन ओके सो तपाईँ अलरेडी म्यारिड हुनुहुन्छ ओके सो तपाईँलाई केटीको अब तपाईँको वाइफ के भन्नु न है वान क्वालिटी जो चाहिँ तपाईँलाई असाध्यै मनपर्छ मलाई उसको मलाई धेरै माया गर्छ त्यही मलाई मनपर्छ ओके वान रेड फ्ल्याग इन अ गर्ल वन रेड फ्लैग यस बता सकते हैं नहीं बता सकते क्यों कोई भी एक ऐसा चीज़ नहीं बता सकते आप मैरिड है कि सिंगल है मैरिड हूँ मैरिड है तो कोई भी मतलब आपके वाइफ है जो जब भी कोई ऐसा चीज़ जिससे आप थोड़ा पसंद नहीं करते कोई भी एक हो सकता है फनी थिंग्स भी हो सकता है कोई भी एक ऐसा चीज़ वो जो कुछ करने से रोक टोक करते हैं वही ओके क्या पता है इसके बारे में? कोई आपका एक्सपीरियंस होगा मैम अभी तक का या फिर अभी भी आप सोसाइटी में देखते हैं कोई भी एक ऐसा मतलब जो होता है डोमिनेटिंग मैम ओके एंड ग्रीन फ्लैग इन अ बॉय Lovable? lovable thank you so much so have you found that persons Yeah, obviously my husband. okay well that's what I want to hear thank you so much ma'am flag in a girl please stop everybody please नभाग्दिनुस् न ल just one thing खाली हजुर one thing one red flag in a girl Male best friend. male best friend okay yeah Bullshit. one red flag in boy yeah He's very green flag, so I don't know about that. sorry He's very green flag, so I don't know what that. okay that's very nice red flag in a boy according to you क्या बोलूँ मैं? कोई भी चीज़ मैम जो स्पेशली आपको नहीं पसंद है Like if मतलब वो डबल डेट करता है या लॉयल नहीं है वैसे. okay ma'am double timing Yeah. sir what about you one red flag in a girl same double timing okay and a green flag in a girl Loyal with one. loyal with one that's very nice ma'am yeah Yeah, same loyal. okay ma'am so tell me one thing have you ever met that type of persons who did double timing in your life Yeah. okay ma'am you experienced Yes, okay I've ma'am experienced. okay so what about you sir have you ever experienced that thing There is everywhere this type of person. like especially especially not you haven't like experienced that thing till that yes. Okay, when he doesn't shows his phone. okay Okay. okay when he doesn't shows his phone what about you one red flag in a girl same thing so one green flag in a girl green flag yes It's too hard to think something positive, huh? Don't ask me. green flag will be being available when you need her to be okay when you need okay what about you ma'am one green flag in a boy Green flag in a boy. I have to think about it. No, I don't know. I'll pass. okay thank you so much उनका Everything like a girl. कोई भी एक ऐसा चीज़ होता है ना जिसका उनका बिहेवियर जैसा उनका कोई भी ऐसा चीज़ जो थोड़ा आपको पसंद नहीं है स्पेशली आपको मतलब दैट वो दूसरों के लिए भी होना चाहिए वो ज़रूरी नहीं है स्पेशली आप उस चीज़ को पसंद नहीं करते देखो लड़के लोग का हर एक चीज़ अच्छा होता है अदा Okay. से लेके नखड़ा हर चीज़ अच्छा लगता है ओके और अगर नेगेटिविटी कुछ कहो तो क्या कहूँ सब कुछ अच्छा है ओके सो कोई एक ऐसा क्वालिटी जो आपको बहुत ही ज़्यादा अच्छा लगता है लड़कियों पे मतलब वो गर्लफ्रेंड ही नहीं होना चाहिए कुछ भी हो सकता है वो क्वालिटी आपको बहुत ही अच्छा लगता है शांत स्वभाव शांत स्वभाव और लंबे बाल और लंबे बाल ओके सो आर यू मैरिड और सिंगल आई एम सिंगल सिंगल रेड फ्लैग इन अ बॉय according to you think Okay. Following many girls. okay following Following there are more than 500 girls or brother tell me one red flag in girl One red flag in a girl. yeah Let me think. Like she should always tell the truth. that's the red flag No. Yeah. Like I'm telling about like you shouldn't tell lies. okay lies okay what about you I can't think of anything specifically but Think about a girl, man. like you shouldn't
ditch your man for cheap thrills or your friends. Like if you're going somewhere, you can tell your man like there's nothing wrong with that. But if you want to keep it private, like you just tell your man that I'm not free, I don't want to come. Okay. So being too private is kind of red flag to you. Not too. No, that's what I'm saying. Yeah, you could say that. Okay. So one green flag in a girl. On green flag. Yeah. I can't think of it. Okay. So that means you haven't met that person yet. Yeah. What about you? Green flag. Green flag. Like spending quality time. Spending. Telling each other about their thoughts, like sharing everything. Okay. So have you ever met that kind of person yet? I would say 50-50. 50-50. So I think you are kind in situationship right now. Is it? No, I mean nothing. Red flag in a girl. Having boy best friend. Having boy best friend. Okay. Yeah. मलाई त थाहै छैन. कुनै पनि एउटा रेड फ्ल्याग इन गर्ल. या सेम उसको र मेरो एउटै. ओके. तिम्रो? मेरो त त्यस्तो केही छैन. रेड फ्ल्याग जिन्दगीमा फ्ल्यागै छैन मेरो त. ओके, त्यसो भए ग्रिन फ्ल्याग चाहिँ के छ तिम्रोमा रिगार्डिङ गर्ल्स? वान ग्रिन फ्ल्याग इन गर्ल्स के छ भन न होला तिमीले. जुन चाहिँ यो पर्सनली फिल. The smile. Okay, her beautiful smile. Yeah. Green flag in girl. When she's younger than me. Oh, so you like younger girls? Older. Oh, okay. You like older girls. Okay, that's. Red flag in a girl. Yes. ला पखेन न एकैछिन. ल तिमी भन रेड फ्ल्याग इन अ गर्ल. Like having a lot of followers. Okay. On Insta and like you know what I'm saying. Like quite popular in social media. Like you like kind of private girl. Yeah. Okay, so you? Hanging out with other boys. Okay, hanging out with other boys. Cool. And the green flag say in a girl? Green flag. कुनै कुरो पनि जो चाहिँ तिमीलाई असाध्यै मनपर्छ केटीमा? केटीमा असाध्यै मनपर्ने कुरा चाहिँ जो चाहिँ तिमी एकदमै फल भइहाल्छ जसैको लागि पनि. कुनै कुरो त होला नि त होइन? त्यो अचानक आएन नि त. ल सोच्दै गर ल. यो Like kind of shy. Okay. Small circle. Okay, small circle. Okay, shy and small circle. That's very nice. तिम्रो? मेरो छैन नि त्यस्तो छैन. तिम्रो रिलेसन भएकै छैन हो? रिलेसनमा छ. सो त्यो गर्लफ्रेन्ड छ होइन? सो गर्लफ्रेन्डको एउटा असाध्यै मनपर्ने कुरा भनिदेऊ न त. ऊ पनि यो देखेर खुसी होस्. के कुरो चाहिँ उसको असाध्यै मनपर्छ? उसको केयर एन्ड लभ. ओके, उसको केयरिङ एन्ड लभिङ है. रेड फ्ल्याग. यस. के भन्नु? जुन चाहिँ तिमीलाई लाग्छ केटामा चाहिँ विच यु डोन्ट लाइक. ढाट्नु. Okay, liar. You don't like liar, right? So, what's the one green flag in a boy? Green flag. Yes. Honesty. Yes. राम्रो अब रिस्पेक्ट गर्नु केटीलाई. So, have you ever met that type of person who is respectful and honest to you? No. Okay, so you are looking for, right? Yes. रेड फ्ल्याग. Yes. बेसी डाउट गर्ने होइन. हजुर. अन्त अब हुन्छ नि काहीँ गयो भने एक कुरो कल गरेर होइन परेशान गर्ने टाइपको हुन्छ नि त्यस्तो चाहिँ मलाई मन. ए हजुर, त्यो ज्यादै पोजेसिभ भएको चाहिँ मन पर्दैन. पोजेसिभ भएको चाहिँ मन पर्दैन. हजुर, तपाईँ सेम हो. भन्नुहोस् न. ओभर पोजेसिभ भएको मन पर्दैन. ओके, सो हजुर. अनि त्यस्तो खालके मतलब मान्छेलाई तपाईँले आजसम्म भेट्नु भएको छ जो चाहिँ तपाईँको लाइफमा एकदमै पोजिटिभ थियो इन यर पास्ट टाइम? एक्सपिरियन्स गर्नुभएको थियो होला? गर्नुभएको थिएन. मतलब तपाईँले अरूको देखेर नै त्यो कुरो मन पराउनु हुँदैन. ओके, सो ग्रिन फ्ल्याग चाहिँ के होला तपाईँको लागि? वान ग्रिन फ्ल्याग इन अ बोय. ग्रिन फ्ल्याग चाहिँ अब अन्डरस्ट्यान्डिङ होस् होइन. हजुर. अन्त जुन पनि सिचुएसनलाई मजाले बुझोस्. ओके, हजुर. तपाईँको? प्लिज डोन्ट से सेम. तपाईँको पनि आफ्नो पाराले भनिदिनुहोस् न. अन्डरस्ट्यान्डिङै होस् होइन. हजुर. बुझोस् त्यही त हो होइन. त्यही त हो अन्त. हुन्छ. थ्याङ्क यू सो मच फर यर टाइम. ओके, मेरो लागि चाहिँ अब रेड फ्ल्याग कस्तो हो भने चाहिँ
अब बेस्ट फ्रेन्डहरू चाहिँ अब अब केटा Okay, having so many best friend, right? Male best friend. Okay, yeah. Red flag in a girl. पुरै केटाहरूसँग बोल्ने क्या अब त्यस्तो Okay, talking with so many boys, right? Yeah, in a man or in a boy, red flag. For me, red flag in a boy should be someone who doesn't respect their loved ones and especially the ghost. And what about the green flag in a boy? Loyalty, which means which here is now like not bare minimum, it's like everything. I mean just like loyalty here is like now outdated. Okay. So loyalty is something you find green flag in a boy, right? And just तिमीले भनेको थियो disrespectful, right? Red flag ma. So have you ever experienced that kind of thing till date with a boy? जसले चाहिँ तिमीलाई disrespect गरेकोहरू. Some, not many. Yeah. Okay. In some sphere you have felt that thing, right? तिम्रो green flag in a girl. मेरो पनि त्यही हो सेम के चाहिँ भनिदेऊ न तिम्रो सेन्टेन्समा कुन कुरो चाहिँ केटीमा पुरै मनपर्छ तिमीलाई? अब लोयल्टी लोयल्टी मनपर्छ तिमीलाई पुरै? या like I actually like when they care about their family and the loved ones too, and the little things they do like in love, like okay, that's what I experienced. Okay, have you ever met that kind of person till there? Like it's complicated. Okay. I haven't actually met it, but yeah, I haven't actually met it. Okay, it's like 50-50. 50, yeah. Okay, thank you so much guys.